परमेश्वरलाई धन्यवाद। तपाईले प्रभु यहाँहरू तीनजनालाई यसरी प्रभु आज्ञाकारी हुने मौका र अवसर दिनुभयो र विश्वास गरेर बप्तिस्मा लिने अवसर दिनुभयो र हामी उहाँले यी तीनजनाले विश्वास गरे अनुसार प्रभु जल संस्कारको विधि गर्न गइरहेका छौँ। तपाईको निगाह कृपा हामीमा रहेको लागि यो हामीले अवसर पाएका छौँ। तपाईलाई धन्यवाद। प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा। आमेन। कति पुग्यो? मनसुत पार्नलाई गायो कि ख्रीष्टको रगतले शुद्ध भयो कि तिम्रो भरोसा येशूमा राख्छ तिमी सुधायो कि प्राणकर्ता येशूको रगतले तिम्रो मन साँच्चै निष्कलङ्क भयो कि येशूको अनमोल रगतले। तपाईले प्रभु येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनी विश्वास गरेको कारणले यही विश्वासको आधारमा म पिता पुत्र पवित्र आत्माको नाममा पानीको बप्तिस्मा दिँदछु। तपाईँले प्रभु येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनी विश्वास गरेको कारणले यही विश्वासको आधारमा म पानीको बप्तिस्मा दिँदछु। पिता पुत्र पवित्र आत्माको नाममा। यहाँहरू तीनजनाको जीवन आत्मिक क्षेत्रमा राम्रो फल्दो फुल्दो भएको होस् भनेर हामी परमेश्वरलाई धन्यवाद दिएर यहाँहरूको लागि आशीर्वादको प्रार्थना हामी सबैजनाले गर्नेछौँ। आउनुहोस् प्रार्थना गरौँ। हाम्रा स्वर्गीय अनुपम परमेश्वर तपाईँलाई धन्यवाद। तपाईँ विश्वासयोग्य परमेश्वर सर्वाधिकारी सर्वशक्तिमान परमेश्वर रास्तामा तपाईँको पैसालाई पछ्याउन सक्ने अनि तपाईँ चोटीमा हिँड्न सक्ने कारणले पानीको बप्तिस्मा आज हामीले दिएका छौँ। हो प्रभु बढेर गएको हो अनुपम परमेश्वर यहाँहरूको बढ्दो जीवनमा प्रभु तपाईँले आशिष दिनुहोस्। विश्वासको जीवन वृद्धि हुँदै जान तपाईँले आशिष गर्नुहोस्। पवित्र आत्माको अगुवाईमा यहाँहरू जिउन सकुन्। आज्ञाकारी भएर असल चेली भएर छोराछोरी भएर विश्वासको जीवन परिवारमा र समाजमा देखाउन सकेका हुन् र सधैँभरि सबैको अगाडि एउटा नमुनाको कारण बन्न सकुन्। आत्मिक क्षेत्रमा वृद्धि भएर नमरुन्जेलसम्म विश्वासयोग्य भएर तपाईँ परमेश्वरको उपासक र आराधक भएर जिउन सकेका हुन् र स्वर्ग राज्यको भागीदारी बन्न सकुन् भन्दै यहाँहरू तीनैजनालाई तपाईँको हातमा समर्पण गरेका छौँ। पिता तपाईँ परमेश्वरको निगाह कृपा यहाँहरूमाथि सधैँभरि राखिदिनुहोस् भन्दै प्रार्थना उद्धारकर्ता प्रभु येशू ख्रीष्टको नाममा। जय मसीह दर्शक बिनहरू सबैजनालाई एकदम स्वागत छ है मेरो च्यानलमा। आज फेरि गुड फ्राइडेको उपलक्ष्यमा आज एस्टर सन्डे परमेश्वर बौरी उठ्नु भएको दिवसको उपलक्ष्यमा यहाँनिर सानो खानपिनको एरेन्ज तयारी हुँदैछ। आज पकाइ तुलाइ गर्ने खास गरी चाहिँ आमा पार्टीहरूलाई हामीहरूले रेस्ट दिएको। सधैँ वर्ष सधैँभरि उनीहरूले आमा पार्टीहरूले नै पकाइ तुलाइ गर्दै आउँथे। यसपालि चाहिँ हामीहरू यता एलबी म उता सेवाज भेना यता आशिष यता दिलीप दाजु यता बोइलर लिआएको छ। अब काटमार हुँदैछ हाम्रो। अब काटमार हुँदैछ। काटमार भएपछि भरे कस्तो हुन्छ टेस्ट भनेपछि अब सबैजनालाई रिभ्यू दिन्छन् नि भरे अनि थाहा हुन्छ। परको साल त बिरयानी बनाएर खेलाइएको थियो। यसपालि चाहिँ अब सादा चावल हेऱ्यो नि त सेतो चामल। हाम्रो दिलीप भुजेल
कसाई मास्टर कुखुरा काट्दैछ यहाँ दाजुले कुखुरा काट्नु हुँदैछ यहाँ मासु आज ब्रोइलरको मासु छ खासै गरी प्रोग्राममा आज बत्तिसमा लिने मान्छेहरू पनि छन् अहिले बत्तिस पनि हुन्छ एकछिन पछाडि आज आइतबार एस्टर सन्डेको दिन यहाँ भात चाहिँ पाकिसक्यो भात पकाउने चाहिँ आशिष र म यहाँ दाल उम्लिँदैछ दाल पाक्दैछ हो यो हामीहरूको चर्च हो हामीहरूको किचन यहाँ कटिङ चल्दैछ हरियो खोर्सानी यता लसुन प्याज यता टमाटर काटिँदैछ उता हामीहरू त यसरी खोर्सानी उमालेर पो खान्छौँ त हौ तपाईँहरू कसरी खानुहुन्छ हामीहरू त यसरी खोर्सानी उमालेर नि त चट्टसँगले तपाईँहरू खोर्सानी कसरी खानुहुन्छ कमेन्ट चाहिँ गरी बक्सिनु होला यसरी खोर्सानी चाहिँ हामीहरू दर खान्छौँ है यो हरियो खोर्सानी हामीहरू चाहिँ यसरी खालि पिरै धेरै खाने क्या हामीहरूको यता नागाल्यान्डतिर बसेका नेपालीहरू भनौँ के पिरै धेरै खाने कन्डो पलुन्जल पिरो खान्छु भन्छन् अनि भरे खाइसके पछाडि अनि याद आउँछ भएन के करा थियो एटा नारीटा सफा करा थिएन कि आशिष यहाँ मासु बोक्न नसकेर ऊ अब के भन्नु नि मासु पनि कम छैन नि हौ गाँठे ल हेर्नु होला हामीहरूको चर्च यस्तो छ हामीहरूको यहाँ सन्डे स्कुल चल्दैछ बहिनी हामीहरूको सन्डे स्कुल टिचर हो जय मसी आन्टी खोइ अङ्कल हो त्यता पो म त देख्दै देखिनँ त जय मसी ल अब चर्च छुट्टी भएर अब खानपिनतिर लाग्यो मेरो श्रीमती आज ट्याक हेरेको छ कहाँदेखिको कपडा भेटाएछ अनि सब्जी कस्तो लाग्यो राम्रो छ हो है सब्जी भाउजू ठिकै छ सब्जी हो र अनि मेरो मितज्यू यता हेर्नु त कस्तो लाग्यो तँलाई सब्जी ल ल ल स्वागत छ धन्यवादको लागि यसपालि आमाहरूलाई दुःख नदिएको हेर नि त अनि आमा राम्रो खानु ल खानु खानु मजाले खानु कस्तो भएछ दिदी सब्जी राम्रै छ ठिकै छ टकाटक लाजवाब भालेको सिरा आयो कि क्या हो ए कहीँ पनि होइन सबै अब खाना खान लागे आन्टी सब्जी राम्रो भयो हो ब्युटिफुल अनि लिम्बू बाजे तपाईँ त अनि एकान्तमा बसेर बजाउनु हुँदैछ त अनि एक्लै जन्मेको एक्लै बसिन्छ कस्तो छ त अनि सब्जी तरकारी ठिकै छ एकदम फर्स्ट क्लास बनाएकै अनि यहाँनिर कम्ती हो यो यसमा सब्जीमा अनि एउटा दुईजना भुजेल एउटा मगर लिम्बू मिक्स भएको सब्जी हो नि त यो चाहिँ मिठो हुन्छ भनेर सबै चिज मिलाई बनाएको चाहिँ मिठो हुन्छ नि त अभिषेक खोइ त अनि सब्जी त देखिँदैन त अनि हालेर खाऊ जाऊ थुप्रो छ सब्जी जाऊ